नमस्ते अनि लस्सो फ्याफुल्ला। आज चाहिँ हामी कुलेखानी जानको लागि सुरुमा चाहिँ चन्द्रगिरीको बाटो हुँदै तल झरे अनि त्यसपछि चाहिँ चितलाङ पुगे। चितलाङबाट चाहिँ चितलाङको नास्पाती फार्ममा एकछिन घुमे, फोटो भिडियो खिचे र त्यसपछि कुलेखानी ड्यामतिर लागे अनि त्यहाँ चाहिँ रिसोर्टमा पुगेपछि अनि त्यसबाट चाहिँ हामीले ड्यामतिर जानको लागि ओह्रालो झऱ्यो अनि बोटिङको लागि चाहिँ त्यहाँबाट हामी चाहिँ बोटिङ गऱ्यौँ। बोटिङ गर्दा रमाइलो भयो। त्यहाँ चाहिँ एकदमै राम्रो सिन थियो, एकदमै रमाइलो भयो। अनि त्यसपछि फेरि होटेलतर्फ लागे अनि होटेलबाट चाहिँ हामी फेरि मोहिनी झरनाको लागि हाइकिङ गर्नतिर लागे। गाडीले चाहिँ हामीलाई पुलसम्म पुर्याइदिनु भयो अनि गाडीबाट फेरि अर्को झोलुङ्गे पुलमा पुगे। झोलुङ्गे पुल पनि दुईवटा थियो, एउटा छोटो एउटा चाहिँ अलिक लामो थियो। अनि त्यहाँबाट चाहिँ ठ्याक्क अनि मोहिनी झरना पुग्यौँ। हामी चाहिँ सुरुमा चाहिँ मोहिनी झरना अलिक कस्तो सानो रहेछ जस्तो भइरहेको थियो, त्यहाँ पुगेपछि एकदमै रमाइलो भयो। अनि फोटो भिडियो खिचेपछि हामी त्यहाँबाट फेरि पुल तरेर आयौँ अनि गाडीबाट फेरि होटेलतिर पुर्याउनु भयो। अनि हामी चाहिँ त्यहाँबाट खाना खाएपछि अनि फेरि माथि लागेपछि फेरि भेडी फार्मतर्फ लागे। भेडी फार्ममा पनि एकदमै रमाइलो रहेछ। जाने बेलामा चाहिँ भेडाहरू मजाले चरिरहेको थियो, फर्किने बेलामा चाहिँ बेलुका भएको भएर भेडाहरू चाहिँ आफ्नो वासस्थानतर्फ लागिसकेछ। अनि ठाउँ चाहिँ एकदम रमाइलो लाग्यो। अनि एकछिन घुमेँ अनि फोटो भिडियो खिचेर टिकटक बनायौँ अनि त्यसपछि चाहिँ घरतर्फ लागेँ। थ्याङ्क यू। चुपचाप अवस्थामा छ। यता दिदी फेरि यता अगाडि हेलो हेलो हेलो